सुन्दा अचम्म लाग्छ, तर वास्तवमा नै हाम्रो बडीको सबैभन्दा अनेस्ट पार्ट फेस होइन, लेग्स हो। वेट, कन्फ्युज भयो? सुन्नुस् न, यो कुरा हामीले डेली लाइफमा नोटिस नै गरेको छैनौँ। अबको 30 सेकेन्ड्समा तपाईलाई यो सिक्रेट्स एक्सप्लेन गर्नेछु र तपाईले मान्छेहरूको रियल इन्टेन्सन रिड गर्न सक्ने चान्स एकदमै धेरै हुन्छ। आजभन्दा मिलियन्स अफ इयर्स अगाडि जब हाम्रो भोइस डेभलप भएको थिएन नि, त्यति बेला हाम्रो लेग्स र फिटहरू नै मेन सर्भाइभल टुल थियो। कुनै डेन्जर सिचुएसनमा डाइरेक्ट रियाक्ट गर्ने मेकानिजम हाम्रो लिम्बिक सिस्टमले कन्ट्रोल गर्छ, अनि त्यहाँबाट आउँछ 3वटा सर्भाइभल मोड, जुन हो फ्रिज, फ्लाइट अनि फाइट। एकचोटि सोच्नुस् न, तपाईँ कुनै आफन्तको घर एज अ गेस्ट जानुभयो, खाना अलि नमिठो छ, अनि खाना कस्तो छ भनेर सोद्धा तपाईलाई खाना मिठो नलागे पनि तपाईले एकदम मिठो छ भनेर फल्स फेसियल एक्सप्रेसन दिनुहुन्छ। हो, त्यति बेला हाम्रो फेसले झुट बोलिरहेको हुन्छ। हामी कुनै मान्छेसँग कुरा गर्दाखेरि यदि त्यो मान्छे चाहिँ कुरा गर्न इन्ट्रेस्टेड छैन र ऊ चाहिँ त्यहाँबाट जान खोजेको छ भने उसको फेसले एकछिनको लागि इन्ट्रेस्टेड भए जस्तो सो गरे पनि सिक्रेटली उसको लेग्सहरू चाहिँ एक्जिट अर डोर पोइन्टतिर डाइरेक्ट भइरहेको हुनसक्छ, किनकि उसको बडीले अलरेडी म यो कुराकानी गर्नमा इन्ट्रेस्टेड छैन भन्ने सिग्नल दिइरहेछ। यसको मतलब उसको रियल इन्टेन्सन फेसमा होइन, लेग्समा हुने गर्दछ। त्यसैले नेक्स्ट टाइम उसको फेस हेरेर कुरा मात्र सुनेर भन्दा पनि उसको लेग्सलाई अब्जर्भ गरियो भने चाहिँ मोस्ट प्रोबेबली उसको रियल इन्टेन्सन बुझ्न सक्ने चान्स एकदमै धेरै हुन्छ। र यस्तै सर्ट इन्फर्मेटिभ भिडियोको लागि यो भिडियोलाई पनि सेयर गरिदिनु होला। हस् त, धन्यवाद।